भित्र चाहिँ बनाउँदै रहेछ अहिले। गाइज यसको चाहिँ वान पिस देखाउँछ है गाइज है तिमीहरूलाई। यो के हो जस्तो लाग्छ गाइज, लाली गुराँस हो कि के होला। पुरा बेरे छ, मान्छे छ आज चाहिँ हेर्नु गेटतिर। सो अब चाहिँ हामी ड्रिम सिटी जान्छौँ। ड्रिम सिटी पनि हेरौँ कस्तो छ होइन। मेरो भाइ पुरा हान्दैछन् फोटो। सो हाम्रो नन्दी पनि छ, मेन फेस यता हो। त्यो मान्छे प्याक छ आज। नन्दीको हामी चाहिँ ऊ त्यो सामने जान्छ ड्रिम सिटी भनेर। उनीहरूको यसो फोटो यसको जाउँ। हामी चाहिँ झर्दैछु फाइनली। त्यो नि हो हामी चाहिँ ल टक्क माथिबाट मुनि आउँदैछन् होइन। यहाँ पनि छ नि शिवजीको फेस। साह्रै दिशा अनेक फेस छ शिवजीको। मस्ट वेलकम गेट चाहिँ यही हो है पुमपुङ मन्दिरको। यो चाहिँ पार्किङ हो। वेलकम गेट चाहिँ यहाँ छ। अब यहाँ हेर्नु कस्तो छ कि सारङकोट त ऊ त छ देख्न सक्नुहुन्छ, सानो देखेछ। त्यो यताको चाहिँ यो पुचर जस्तै हो होइन। अब हामी चाहिँ यहीँ ड्रिम सिटीमा जाँदैछ। अब ड्रिम सिटी अब हेरौँ कस्तो छ है त। यस्तो छ होइन। त्यही छ माथि चाहिँ के छ। उकालै है गाइस एकदम थाकेको थाहा। हेर्नु अनौठो रहेछ चट्ट पाएर नाच्छ रहेछ होइन। सानो घर छ, रोडहरू यस्तो छ। यहाँ मान्छे गाउँहरू छ है। पहाड सब पहाडले घेरेको छ। यहाँ चाहिँ अनौठो रहेछ क्या। फोटो खिच्ने हो के हो यो चाहिँ थाहा भएन।
सायद यो सरस्वती होला मेरो विचारमा। होइन माहिरहरू रहेछ है। त्यसै बस्ने ठाउँ पनि बनाएको रहेछ चिटिक्क सल्टिने चिटिक्क बस्ने ठाउँ पनि बनाएको रहेछ। यहाँबाट त छैन केही पनि, यही दुइटा हो। मान्छे यही पाहाडमा छु होइन। सो लङ टाइम पछि घुम्न निस्केको म पनि, नभए मेरो नि गाइस फुर्सदै हुन्न। सो हालिरहेको छु माया चाहिँ लामाहरू, अनि कमेन्टहरू हानिराख्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु। अनि त्यो ल स्पेसली हेर्दै ठ्याक्कै एउटा ठाउँ चाहिँ देखेँ, यस्तो राम्रो ठाउँ होइन। हेर्नु है कस्तो छ फेवातालको सिन यहाँबाट। लास उकालो गाएछ यार, एकदम थाकिसक्यो यार। हेरौँ हाम्रो ड्रिम सिटी चाहिँ कस्तो छ अब है। सो गाइस बेलुकै भइसकेको छ, हामी पनि फर्किन आँटेको हो। आएर अँध्यारो भयो। सो यति भन्दै यो भ्लगबाट बिदा लिन्छु। नेक्स्ट भ्लगमा चाहिँ हाम्रो स्योर भेट हुन्छ है। नेक्स्ट भ्लगमा चाहिँ माया नमार्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु, लाइक गर्नु है। अनि यति रोचक भ्लगहरू आइरहेको छ। यस्तो छ सानो बसहरूलाई चाहिँ हो, हेड क्याप पनि 15 चाहिँ गाइस हो। यहाँ चाहिँ रेस्टुरेन्ट हो, सबै पाउँछ। मोमो, चाउमिन, भात, ढेँडो सब बनाउँदो रहेछ त्यहाँ चाहिँ।